योभन्दा अगाडिको मुद्दा के थियो? नेपालले सिमाना कहीँ पनि मिचेको छैन भन्ने ठाउँमा हामी थियौँ। अब दुई पक्ष संवाद हुँदा के हुने भयो? तपाईले पनि छोड्नुपर्छ, मैले पनि छोड्नुपर्छ, तपाईहरुले कहाँ छोड्नेबाट त्यहाँबाट सुरु हुने भयो के? अहिलेसम्म भारतको कुनै पनि पक्षले भारत सरकारले नेपालले भारतीय भूमि मिच्यो, सीमा मिच्यो भनेर त्यो खालको गुनासो गरेको अवस्था चाहिँ थिएन, हैन? हिस्ट्रीमा आजसम्म नेपालले हाम्रो भूभाग मिचेको छ भन्ने कुरा आजसम्म कहिले पनि प्रकट गरेको, सार्वजनिक भएको हाम्रो जानकारीमा छैन। नेपालको इतिहासको जानकारीमा छैन। अहिलेसम्मको जानकारी के हो भने सुगौली सन्धिमा हामीले हाम्रो अधीनस्थ भूभाग, धेरै ठुलो भूभाग गुमायौँ, यो ऐतिहासिक तथ्य हो। अनि हामीले दाबी गरिराखेको भूभाग, कैयन भूभागलाई भारतले पनि दाबी गरेर विवाद भइराखेको छ, यो तथ्य हो। भारतले हाम्रो सिमाना नेपालले मिच्यो भनेर अहिलेसम्म भनेको पनि थिएन। न द्विपक्षीय वार्ताको क्रममा भनेको थियो अहिलेसम्म, न सार्वजनिक रूपमा व्यक्त भएको थियो, न भारतका मिडियाहरूले यो कुरालाई उठाएको थियो, कहिले पनि थिएन। अब चाहिँ यो स्थायी रूपमा उठ्ने मुद्दा भयो। नेपालले मिचेको आफ्नो भूभाग छोड्नु पर्यो भनेर तपाईलाई याद छ एकचोटि एकजना मन्त्रीले संसदमा के बोलिदिनु भयो भनेदेखि भारतीय मूलका नेपालीहरू र नेपाली मूलका नेपाली भनेर छुट्टिने गरी हामीले करिब 1 करोड भारतीय मूलका नेपालीहरूको बारेमा बढी चासो राख्नुपर्छ भनेर एउटा निश्चित भूक्षेत्रमा बस्ने नेपालीका बारेमा बोलिदिनु भयो। त्यो एउटा कन्ट्रोभर्सी भएको थियो भने कुनै मानौ है गर्दैन। भारत भनेको एउटा अलिकता उदार देश पनि हो। भारत नेपालप्रति धेरै राम्रो सम्बन्ध राखेर सहानुभूतिशील सम्बन्ध पनि राख्दै अगाडि जान चाहन्छ भन्ने हाम्रो विश्वास छ। तर कुनै गलत नियतको मानिस सत्तामा हुने हो भने हाम्रो भूभाग यहाँसम्म हो, भारतीय मूलका यी मानिस हुन् र हाम्रो भूभाग चाहिँ यहाँसम्म हो दाबी गर्यो भने नेपालले त्यो विषयमा छलफल गर्ने? अब भारतले दाबी गरेको भूभाग भारतलाई छोड्ने, नेपालले दाबी गरेको भूभाग नेपाललाई छोड्ने हो। अब त्यसैले यो सानो कुरै छैन भने यो हल्का रूपमा लिनुपर्ने विषय नै होइन। नेपालको इतिहासमा कूटनीतिक रूपमा गरिएको अपराध हो यो। त्यसैले यसलाई चाहिँ हामीले टालटुल गरेर उहाँको नियत सफा, उहाँले झन् समाधान गर्न खोजेको भनेर बुझ्नु हुँदैन होला रे। ल म पनि मान्छु, बिचरा बच्चै छन्, धेरै कुरा बुझ्दै छन्, नियतै खराब राखेर गरे होला नि त म पनि मान्दिनँ। तर प्रधानमन्त्री भइसकेका मान्छेलाई त्यसो भन्ने छुट हुँदैन के?